नमस्कार, यहाँलाई स्वागत छ तपाईहरुकै आफ्नो युट्युब च्यानल सौर्य ज्योति सेवामा। तपाईहरुकै ज्योतिष सारथी युवा ज्योतिष सूर्य कुइकेल उपस्थित भएको छु र आजको बसाइमा विक्रम सम्वत 2083 सालमा शनिको 7.5 दशाको प्रभाव कुन कुन राशिलाई कायमै रहनेछ भन्ने बारेमा जानकारी लिएर आएको छु। र यदि तपाई पहिलो पटक यो भिडियोलाई हेरिरहनु भएको छ भने अथवा हाम्रो च्यानललाई हेरिरहनु भएको छ भने यसलाई एक लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यो एउटा सेवामूलक सामग्री भएको कारणले गर्दाखेरि तपाईले गर्नुभएको सब्स्क्राइब र तपाईले गर्नुभएको कमेन्ट र शेयरले तपाई जस्तै अरु धेरै साथीहरुको चाहिँ माझमा यो भिडियो पुग्नेछ र उहाँहरुलाई पनि यस वर्ष आफ्नो राशिलाई 7.5 शनि दशाको प्रभाव रहेको थाहा हुनेछ। आउन सुरु गरौँ। सबैभन्दा पहिला शनिको 7.5 दशा भनेको के हो? शनि ग्रह न्यायका ग्रह हुन्। यो हाम्रो कर्म अनुसार शनिको फल हामीलाई प्राप्त हुन्छ र शनि विराजमान रहेको ग्रहबाट अथवा राशिबाट एक स्थान अगाडिको राशि र एक स्थान पछाडिको राशिलाई समेत ग्रहको प्रभाव पर्ने भएका कारणले गर्दाखेरि 2.5 वर्ष र 2.5 वर्षको दरले 7.5 वर्षसम्म व्यक्तिलाई शनिको दशाको प्रभाव रहन्छ। त्यसै कारणले यसलाई शनिको 7.5 दशा भनिएको हो। र हामी शनिको 7.5 दशा भन्ने बित्तिकै भयभीत हुन्छौँ, हामी डराउँछौँ। तर म तपाईहरुलाई के कुराको अनुरोध गर्न चाहन्छु भने यदि तपाईको कुण्डलीमा शनिको 7.5 दशा चलेको भए पनि तपाईको कुण्डलीमा शनिको स्थान उच्च अथवा मित्रको घरमा अथवा स्वगृही अथवा मूल त्रिकोणमा अथवा शनि सकारात्मक भएको भए 7.5 शनि दशाको जुन अवधि हुन्छ त्यो अवधि तपाईका लागि अझ बढी शुभ फलदायी रहनेछ। त्यसैले शनिको 7.5 दशा भन्ने बित्तिकै आत्तिनु पर्ने चाहिँ त्यस्तो जरुरत छैन भन्ने बारेमा म तपाईहरुलाई जानकारी गराउँछु। र यदि तपाईको कुण्डलीमा शनिको अवस्था चाहिँ खासै राम्रो छैन भने 7.5 शनिको प्रभाव बाहेक अन्य बेलामा पनि शनि ग्रहको चाहिँ दशा चलेका बेलामा चाहिँ तपाईलाई यसको केही नकारात्मक फलहरू चाहिँ मिल्न सक्दछ। अब विचार गरौँ विक्रम सम्वत 2083 मा कुन राशिलाई चाहिँ शनिको 7.5 दशाको प्रभाव रहनेछ भन्दा कुम्भ राशि वर्षभरि अन्त्य 7.5 दशा रहनेछ। यसको अर्थ कुम्भ राशिलाई चाहिँ अब शनिको 7.5 दशा ओर्लँदो क्रममा छ। मीन राशिलाई वर्षभरि मध्य 7.5 दशा, अब अहिले तपाईको आधा अवधि यसको दशा चाहिँ आइपुगेको छ। मेष राशिका लागि वर्षभरि आद्य 7.5 दशा रहनेछ। आद्य भनेको चाहिँ सुरु भएको, तपाईलाई बल्ल यो सुरु भएको छ। अब 7.5 वर्षसम्म तपाईलाई यो दशाको प्रभाव रहन्छ। सिंह र धनु राशिका लागि वर्षभरि 2.5 शनि दशाको अवस्था रहनेछ। अब शनिको 7.5 दशामा कस्तो फल प्राप्त हुन्छ त भन्दा तपाईलाई झुटा आरोपहरू लाग्न सक्छन्, तपाईको शरीरमा आलस्यता पैदा हुन्छ हैन, तपाईलाई काम गर्न जाँगर लाग्दैन, तपाईका बन्नै लागेका कामहरू पनि कहिले कुनै सानातिना कारणले पनि अल्झिदिन्छन् र विलम्ब हुन्छन्, ढिला सुस्ती हुन्छ तपाईको काममा, मानसिक चिन्ता बढ्न सक्छ, मान सम्मानमा पनि आघात पर्ने हुन्छ, चोटपटकको भय दुर्घटना हुन सक्छ, सञ्चित धनको नाश गराउने जस्ता फलहरू चाहिँ शनिको 7.5 दशाको प्रभावमा रहन सक्दछन्। र मैले अघि पनि भनिसकेँ, यदि शनि ग्रह तपाईको कुण्डलीमा सकारात्मक भएमा यस्तो प्रकारको कुनै पनि नकारात्मक फल प्राप्त हुँदैन अथवा नकारात्मक फल शनि ग्रहले तपाईलाई दिँदैनन्। र तपाई यदि शनि ग्रहको 2.5 7.5 शनि दशाको चाहिँ दुष्प्रभावलाई न्यूनीकरण गर्न चाहनुहुन्छ भने यसका लागि विभिन्न उपायहरू पनि रहेका छन्। तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ देवी पूजा गर्न सक्नुहुन्छ, शनि मुद्रिका धारण गर्न सक्नुहुन्छ, शनि स्तोत्र पाठ गर्न सक्नुहुन्छ, पिपलमा जल चढाउन सक्नुहुन्छ र ज्योतिषीय परामर्श अनुसार रत्नको पनि प्रयोग गर्न सक्नुहुन्छ। रत्नको प्रयोग गर्दा चाहिँ बडो सावधानी अपनाउनु पर्छ। अब बजारमा पनि यो फलानु राशिको भनेर चाहिँ सिधासिधी बेच्न राखिएको हुन्छ। त्यो भनेको चाहिँ कस्तो भन्दाखेरि तपाईलाई डाक्टरको प्रेस्क्रिप्सन बेगर अन्धाधुन्द औषधि किनेर खाएको जस्तो मात्रै हो। त्यसो भएकोले बजारमा पाइने रेडिमेड रत्न, राशिका रत्न अथवा धातु हैन अथवा त्यस्ता चाहिँ धारण गर्नुपर्ने चीजहरू त्यसरी धारण गर्नु हुँदैन। उचित ज्योतिषीय परामर्श र ज्योतिषको सल्लाह अनुसार मात्रै तपाईले गर्नुपर्छ भन्ने कुराको तपाईलाई मैले जानकारी गराएँ। र
यिनै कुराहरू तपाईँले गर्नुभयो भने तपाईँको शनिको 7.5 दशाको दुष्प्रभाव कम हुन्छ। र यस्तै यस्तै अन्य भिडियोहरू हेर्नको लागि तपाईँलाई फेरि पनि अनुरोध गर्दछु, हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनुहोला, लाइक गरिदिनुहोला, सेयर गरिदिनुहोला र तपाईँले यो भिडियो कस्तो लाग्यो कमेन्ट पनि जरुर गरिदिनुहोला। र आगामी दिनहरूमा तपाईँको सपनाको फल र तपाईँको राशिफल र यस्तै यस्तै अन्य ज्योतिषीय सामग्रीहरूलाई लिएर म उपस्थित हुनेछु। हवस् त, नमस्कार।